यस्तो हल्लापछि अब यो शान्त अनि फेरि यति राम्रो भ्यू कहाँ जान लागेको होला। अस्ट्रेलियामा आएपछि फर्स्ट टाइम मेरो कलेज फर्स्ट डे अफ माई कलेज त्यसमा म घुमेँ। मैले जाडोमा एउटा ज्याकेट किनेँ अनि म जाँदैछु क्रुजमा चाहिँ हामी सबैजना टोली जाँदैछ। हामी 7 जना थियौँ अनि 8 जना कि 9 कतिजना थियौँ हामी। अनि त्यसपछि सुरु भयो रमाइलो। एन्ट्री भयो पुरै एयरपोर्टमा चेक इन गरे जस्तो। अनि यो चाहिँ पुरै त्यो लाउन्जमा जस्तो यसमा चाहिँ बार के थियो भन्दाखेरि क्यासिनोबाट भित्र हुँदै गएर अनि आफ्नो रुमभित्र गयौँ। त्यसपछि यो हो रुम। यसमा चाहिँ बङ्क बेडहरू जस्तो थियो। अनि त्यसपछि बाहिरको भ्यू चाहिँ हामी स्टिल सिडनीमै हामी ओपेरा हाउस अगाडि नै थियौँ, त्यही भएर यस्तो भ्यू थियो। अनि यति रमाइलो थियो तर भोक पनि एकदम डह्रो लागिरहेको थियो। अनि हामी गयौँ खानालाई। खाने ठाउँ पनि मजा थियो। हामी टक्क अब ल खानु पऱ्यो भएन भनेर गएको त बफे त नेक्स्ट लेभलको बफे थियो होइन। अहिले तयार भएर जाउँ भनेर सबैजना रेडी आउनु बित्तिकै भ्यूमा हेरेर त भनेर खानेकुराहरू खानु अगाडि हेर्दै गयौँ। त्यसपछि यो पुरै सबजनाको लावा लस्कर लाएर हामीले चाहिँ खाना गयौँ। माहौलै छुट्टै थियो यहाँ। अनि त्यसपछि खानेकुराको त के हुन्छ कुरा गर्नु। हामीले त 5 स्टार खायौँ 5 दिनै। अनि यस्तो थियो खाना। एकचोटि नचित्त नबुझेर फेरि जान्छु मैले हेर्नुहोस् यहाँ। अनि त्यसपछि ओपेराको राम्रो भ्यू एङ्गलको भ्यू हेर्दै अनि हाम्रो यात्रा अब सुरु भयो। त्यसपछि हामीहरू चाहिँ अलिअलि फोटोसोटो खिच्दै मनोरञ्जन गर्दै हिँड्न थाल्यौँ। यति रमाइलो हुन्छ कि तपाईँहरूले इमेजिनै नगर्नुहोस्। तर त्यो धेरै दिनलाई सीमित हुँदैन। 2-3 दिनमा तपाईँ पुग्यो भन्ने सिचुएसनमा नै आउनुहुन्छ र यो भिडियो हेर्दै जानुभयो भने थाहा हुन्छ। यो चाहिँ डे फर्स्ट। यो ठाउँ त मैले 3 चोटि जति त टुरै गरेको छु फर्स्ट डेमा। त्यसमध्येको भिडियोहरू क्लिपहरू राम्रो लागेको अझै थप्दै गएको छु। त्यही भएर यसमा बोर हुन चाहिँ पाइँदैन है साथीहरू। यो हरेकचोटि यो भिडियोले नयाँ केही सिख दिन्छ भन्ने मेरो आशा छ। अनि यो चाहिँ हार्बर ब्रिज हेर्दै हामी अब यो अगाडि सुरु भइसक्यो। हाम्रो क्रुज चाहिँ अगाडि जान थालिसक्यो। अनि जो नभए यसमा हामीले के कुरा गरिरहेछौँ भने यसले चाहिँ सिग्नल दिन्छ अरे यो येल्लो बोटले भनेर। अनि यो अगाडिपट्टिको येल्लो बोटको साइडको सानो एउटा त्यो किङडम जस्तो देखिएको छ, त्यो चाहिँ जेल रहेछ पहिला। अझै अरू पनि के छ यसको हिस्ट्रीहरू चाहिँ मलाई कलेजमा प्रोफेसरहरूले भन्दै हुनुहुन्थ्यो र मलाई याद चाहिँ छैन। तर त्यो बेला चाहिँ हाम्रो प्रिजन हो यो भन्ने कुरामा टुङ्गो लगाएको थियौँ कुरा। बाइ द वे कार्निभल हो यो क्रुजको नाम चाहिँ। ल अब सुरु भयो जस्तो छ हामीहरूको चाहिँ। घुमेर नभ्याउने ठाउँ थियो, एडभेन्चर गर्ने ठाउँ। यो माथिको त्यो स्लाइडहरू वाटर स्लाइडहरू एकदमै लामो एकदमै रमाइलो। फर्स्ट डेमा त घुमेर खुट्टा गलेर थाहा भएन होइन। फेरि झन् त्यो यति मुभ गरिरहेको थियो यो क्रुज चाहिँ। त्यो एक ठाउँमा यस्तो स्टेबल भएर उभिन सक्ने खालको सिचुएसन नै थिएन। सुरुमा चाहिँ फर्स्ट डे चाहिँ युज टु नै भइरहेको थियौँ। सुत्दाखेरि पनि त्यस्तै, सुत्दा बेलुका त्यस्तै भइरहेको थियो। यो चाहिँ भित्रकोबाट भ्यू दिन खोजेको। अलि राम्रो चाहिँ आएको छैन तर पनि त्यो क्लिप्समा हाल्नु त भएन। फेरि अर्को टुर आउँदैछ साथीहरू। अब त्यस्तो दिक्क चाहिँ मान्नु पर्दैन, 2-3 सेकेन्डको मात्रै छ ट्रिप यो टुरहरू। भित्रै पनि छुट्टै स्विमिङ पुल छ, बाहिर त झन् पानी नै पानी। भित्र जकुजी छ, पेन्टिङहरू छ, बच्चाहरू खेल्ने ठाउँहरू छ, गार्डन जस्तो छ, बार छ, रेस्टुरेन्ट छ। के छैन त्यहाँ भन्ने कुरा मात्रै हो। अनि हामीहरूले चाहिँ एउटा स्पट भेटाएर बस्यौँ। अनि दाइले चाहिँ मेरो एउटा भिडियो खिचिराख्नु भएको रहेछ, अलिक क्यान्डिड बनाएको। मलाई चाहिँ असाध्यै मन परेर मैले हालेँ। म पुरै गफ लडाएर आमा कति व्यस्त यो भने जस्तो यहाँ लुगै उडाइसक्यो, त्यही मतलब छैन भन्ने ठाउँमा छु।
अब नखाइ त भएन। फेरि अर्को डेजर्ट देख्ने बित्तिकै हामी झ्याम पार्न गइहाल्यौँ। अनि अब त्यसपछि फेरि यहाँ चाहिँ बत्ती गएको थियो क्या, अचम्म यत्रो ठुलो ठाउँमा बत्ती गएर यत्रो ठुलो सेटिङमा एकछिन ढुङ्गै रोकिया जस्तो पनि भयो। अनि खाएको खाएँ गुलियो खाएको छ। अनि सनसेट, ओ माई गॉश, मनमोहक दृश्य। कति हेर्ने, कति दिन हेर्ने, कतिचोटि हेर्ने, जति हेरे नपुग्ने यो चिज। अनि साइडमै थियो केटाहरूको रुम, त्यसरी चियाएर हेर्थेँ भ्यूलाई, हामीलाई देखि हेर्नु। अनि रमाइलो थियो, टनल जस्तो थियो बाटो चाहिँ। रुम कति होला यो क्रुजमा होइन, कतिवटा मान्छेहरू पेसेन्जर कति होला। यहाँ हाम्रो हामी चाहिँ अलि माथि भएको भएर तलको रुमहरूको भ्यूहरू पनि देखिन्थ्यो। अनि यो चाहिँ बेलुकाको भ्यू हो, जुन चाहिँ सनसेट सकिसकेपछि त्यही पनि एकदमै रमाइलो लाग्ने मलाई चाहिँ। म चाहिँ त्यो भ्यू हेरिरहेको थिएँ। अनि बेलुका हामी ल अब क्यासिनो के छ एक्सप्लोर गर्न जाउँ भनेको एउटा चाहिँ सेसन भइरहेको रहेछ, कमेडी सेसन। त्यसपछि क्यासिनोपट्टि गयौँ। अनि अलिकति क्यासिनोमा मुभीमा हेरेर जस्तो अलिकति दिन पऱ्यो भाइब भनेको। भिडियो चाहिँ खिच्नु नमिल्ने रहेछ, मैले एकछिन अलिअलि लुकी चाहिँ खिचेँ। यो मान्छेले यस्तो हेरिरहेको थियो मलाई। अनि त्यसपछि क्यासिनोमा ल सबले हेरिदिरहेको लल। अनि त्यसपछि हामी गयौँ एकछिन यहाँ रमाइलो नाचगान भइरहेको ठाउँ हेऱ्यौँ। भोलिपल्ट चाहिँ हामी त्यो ठाउँमा गएर नाचेको पनि छौँ। आज चाहिँ हामी त्यहाँसम्म पुगेनौँ। अनि फेरि भ्यू हेर्दै यो रुम बाहिर त मेरो बासै भइसकेको थियो। यो लाइन चाहिँ के को भने हामी डान्स के भन्छ पबमा जानको लागि लाइन बसेको। यो पनि पुग्यो पब गयौँ, नाचगान पबमा। अनि हामी ब्याक टु आवर रुम, बाई बाई।